न्यू ब्लग है। आज चाहिँ म र जोगिँदै जानु लाग्यो। अनि त्यसपछि चाहिँ अब आजबाट चाहिँ यस्तो गोर्खा दरबारबाट चाहिँ तल झर्दाखेरिको भिडियोदेखि म आज विमलनगरसम्म जाँदाखेरिकोसम्म र आउँदासम्मको सबै रोडको ब्लगहरू चाहिँ हाल्नेछु है। ल म चाहिँ फाइनल्ली होटेलबाट निस्केँ है। यो चाहिँ हाम्रो होटेल हो है। अब यहाँबाट चाहिँ तल 3.5 किलोमिटर छ है हाम्रो होटेलबाट चाहिँ तल बस्दा। गोर्खा बजारबाट हिँडेँ है त म खैरेनीतर्फ जाँदैछु। अब चाहिँ गोर्खाको बजार हो है गाइस। अब गोर्खा बजारबाट चाहिँ टक्क निस्केँ म। अब चाहिँ हरमटारी आइपुग्ला है। यो चाहिँ शक्ति चोक हो है। त्यहाँ अब म चाहिँ माथि बस्तरबाट अब हिँड्ने चाहिँ कहिले ट्याक्क भएर सकेपछि जाँदैछु म आजको ब्लगको लागि। आज चाहिँ म यस्तै ब्लग बनाउनेछु है। चाहिँ गोर्खा बजारको हरमटारी हो है। त्यो देखिरहेको गेट चाहिँ शहीद गेट हो होइन। त्यो चाहिँ हरमटारी गेट पनि भन्छ होइन। खास शहीद गेट भनेर नि चिन्छ। अनि यहाँबाट अब मासतिर गयो भने चाहिँ घ्याम्पेसाल आरुघाट बस्तर जाने बाटो हो होइन। यो चाहिँ हरमटारी गेटबाट देखिने अब त्यो हरमटारी बजार हो होइन। अब यहाँबाट तल चाहिँ तपाईँको के छ भने नि यहाँबाट चाहिँ बसहरू लाग्ने ठाउँ हो क्या। यो जुन साइडको छ नि यो साइडको चाहिँ बसहरू लाग्ने ठाउँ हो होइन। अब यहाँ चाहिँ अलिकति बजारको मात्रा चाहिँ अलिक ठुलो छ। माथि बस्तर भन्दा यहाँ अलिकति ठुलो एरिया छ है बजारको चाहिँ। यो चाहिँ विमलनगर हो होइन। उतै देखेको भवन चाहिँ विमलनगरको यातायात कार्यालय हो है। अब यो अहिलेको चाहिँ यो देखेको यस्तो पहरा भनेको चाहिँ यो चाहिँ चुन पहरा भन्छ यसलाई होइन। यो चाहिँ ट्याक्क विमलनगरको आडीमा भएको। यो अहिले चाहिँ एकदम भाइरल रोड पनि भन्छ क्या यहाँ होइन। तर यो चाहिँ एकदम चाइनाले गरेको
चाहिँ एकदम राम्रो छ क्या। पहिला बाटो एकदम साँघुरो थियो यसमा होइन, अनि अफरोड पनि अलिकति खाल्डाखुल्डी थियो। अहिले चाहिँ यतापट्टिको के भन्छ यो पार चाहिँ पुरै काट्न नसकेर होइन, सम्भव नभएर चाहिँ उनीहरूले तलबाट वाल उठाएर तल यत्रो के भन्छ अरे 2 लेनको बाटो बनाएको थियो क्या। माथिको चाहिँ 2 लेन थियो, त्यसलाई मर्मत गर्नुभयो। तलको चाहिँ पुरै टोटल्ली यो वालहरू उठाएर चाहिँ गर्नुभयो क्या। यस राम्रो छ है। अब अहिले पोखरादेखि अब खैरेनीसम्मको चाहिँ हाइवे चाहिँ एकदम राम्रो छ क्या। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला है त। फेरि पनि यस्तै भिडियोहरू आउनेछ है। धन्यवाद।